नमस्कार सबैलाई एउटा अर्को नेप्से एनालाइसिसमा। आज हामीले नेप्सेमा एउटा गोलमाल पुरा एउटा ढिल्मी ड्रामा जस्तो हेर्न मिल्यो। यहाँ जो हेर्न सक्नुहुन्छ सुरुमा नेप्से धेरै बढिरहेको थियो तर अन्तिम यही आवरमा नेप्से नेगेटिभमा क्लोजिङ दिएको छ। आजको दिन नेप्सेले आफ्नो क्लोजिङ 2567.16 मा दिएको छ अनि 5.17 पोइन्टले नेप्से घटेको छ। अब यो किन घट्यो लास्ट मोमेन्टमा यसको धेरै एनालिस्टको अनुसार दुर्गा परसाईको त्यो आन्दोलनको घोषणाले घटेको हो भन्ने अनुमान छ, जो कि सही हुनु पनि सक्छ अनि यसको चर्चा हामी पछि पनि गर्नेछौँ आजको यो भिडियोमा। साथै यदि हामी कम्पनीजको कुरा गर्दा 85 कम्पनीहरू आज पोजिटिभमा क्लोजिङ दिएको छ भने 159 कम्पनीहरू आज ओह्रालोतिर खसेका छन् अनि 100 वटा कम्पनीहरूमा केही पनि परिवर्तन भएको छैन। साथै टप गेनरको कुरा गर्दा केकेएचसी छ अनि यहाँ लघु वित्त रहेको छ, उपकार, एमएलबीएस, एचएचपीएल अनि धेरै जस्तो लघु वित्त नै रहेको छ। साथै टप लुजर्सको कुरा गर्दा यहाँ हामीले बन्ड हेर्न सक्छौँ, पीएमएचपीएल छ, एसपीडीएल छ, एसएमएच छ, एउटा अरू लघु वित्त पनि घटेको छ। अब टर्नओभरको कुरा गर्दा यूएनएचपीएल छ, एनआरएन छ, एचआरएल छ, राधी छ अनि बीपीसीएल छ। तर मेन कुरा यहाँ हुन्छ टोटल टर्नओभरको। आजको भोल्युम अरू दिन भन्दा सबैभन्दा बढी भएको छ, 5.4 अरबको यहाँ भोल्युम आएको छ, जो पोजिटिभ हो नेप्सेको लागि। साथै यदि हामी टोटल ट्रान्जेक्सन हेर्ने हो भने 50,487 ट्रान्जेक्सन आजको दिनमा भएको छ अनि टोटल स्क्रिप्ट ट्रेडेड हाम्रो 321 भएको छ। साथै सेक्टरहरूको कुरा गर्दा आज पोजिटिभमा क्लोजिङ दिएका सेक्टरहरू होटल एन्ड टुरिज्म छ, हाइड्रो पावर पनि छ अनि माइक्रो फाइनान्स छ। अरू सेक्टर घटेका छन्। अब यो किन घट्यो, यो करेक्सन थियो कि के थियो, यसको चर्चा हामी अब नेप्से चार्टमा गएर गरौँ। यहाँ हामी चार्टमा हेर्न सक्छौँ हिजोको दिन नेप्से धेरै बढेको थियो, अलमोस्ट 2-3%ले। तर आजको दिन एउटा रिजेक्सन डोजी टाइपको बनाएको छ, एउटा ठुलो विक बन्यो। तर त्यसपछि हामीले सेलरको पावर हेर्न पायौँ लास्टतिर। यदि हामी लास्टको 1 आवरमा पनि हेर्ने हो भने यहाँ हामीले हेर्न सक्छौँ लास्टको 1 आवरमा सुरुमा दुईटा क्यान्डल ग्रीन बने अनि त्यसपछि एउटा फुल रेड क्यान्डल बन्यो अनि फेरि रेड नै रहेको पाइन्छ। अनि धेरै एनालिस्टको अनुसार आजको दिन अब कुट्ने दिन हो, मतलब अब हामीले लगानी गर्नु अहिले उति उचित नहोला, बरु केही दिन हेर्नु बढी राम्रो होला भनाइ छ, किनकि एउटा इन्डिसिजन टाइपको बनेको छ आजको दिन। साथै यदि हामी एमए लगाएर हेर्ने हो भने यहाँ हामी हेर्न सक्छौँ एमए 50 क्रस भएको छैन, अझै धेरै माथि छ एमए 50। तर एमए 20 यहाँ हेर्न सक्छौँ अलमोस्ट टच भएको जस्तो भएको छ, जो कि राम्रो हो नेप्सेको लागि। अब नेप्से आफ्नो पर्फर्मेन्समा आउन खोज्दैछ, तर आज लास्टतिर जो डाउनफल हो त्यसले अझै नै अनसर्टेनिटी छ। साथै यदि हामी आरएसआई हेर्ने हो भने आरएसआईमा केही पोइन्टहरूको नै फरक भएको छ। हिजोको दिन सायद 44.93 जति थियो, आज 44.41 पुगेको छ, जो कि उति त खासै फरक परेन। तर यदि यस्ता आन्दोलनहरू काठमाडौँ हिँडौँ यी सब यदि कन्टिन्यू रह्यो भने सायद नेप्सेमा पनि एउटा ठुलो डाउनफल आइहाल्ला यदि यस्तै कन्टिन्यू रह्यो भने। अनि त्यसैमा चुनावको पनि अवस्था हुनेछ। त अबका केही महिनाहरू धेरै क्रिटिकल हुनेछन् नेप्सेको लागि। साथै यदि हामी आजको सुपर ट्रेन्ड पनि हेर्ने हो भने यहाँ हामी हेर्न सक्छौँ सुपर ट्रेन्डले त पाइदिएको छैन अझै पनि। आजको दिनमा राम्रो भनेको केवल भोल्युम नै भयो। आज हामीले धेरै भोल्युम हेर्न पायौँ अरू दिनको तुलनामा। त्यो बाहेक त अब अनसर्टेनिटी कन्टिन्यू नै छ। अनि जो आन्दोलन अब चल्दैछ जो काठमाडौँ भन्ने, तिनीहरूका माग त ठिकै छ, तर ती मागहरू पुरा हुने हुन् कि हुनेनन् यो कुरामा अझै नै एउटा ठुलो डाउट भएको छ। अनि त्यही कारण पनि नेप्सेमा अझै पनि एउटा डरको माहौल रहेको छ। तर अब हेरौँ के हुन्छ अब आउने केही दिनहरूमा। अनि हजुर पनि आफ्नो एनालाइसिस भन्न सक्नुहुन्छ कि अब नेप्सेमा के होला, के नेप्से साइडवेज चला या फेरि बढ्ला या घट्ला, हजुरहरू भन्न सक्नुहुन्छ। आजलाई यति नै साथीहरू, अब भेट हुन्छ अर्को भिडियोमा।